सबैको खेल हो महाराज। सीता, पिताश्री, तिमी पनि यो अयोध्या राज्य छोडेर वनवास गर्दैछ। पिताश्री, मेरो स्वामी त मेरो प्राण हुनुहुन्छ। जब मेरो प्राण नै मलाई छोडेर वनवास जाँदै हुनुहुन्छ भने मेरो शरीर मात्र यहाँ रहनुको के अर्थ? म पनि मेरो स्वामीसँगै वनवास जान चाहन्छु। पिताश्री, मलाई जानबाट नरोक्नुहोस्। तिमी त राजसी सुख शयनमा जङ्गलमा जङ्गली जनावरहरूको भय हुन्छ, डर हुन्छ। कसरी जान्छौ, कसरी सम्हाल्छौ आफूलाई? पिताश्री, हजुर मेरो चिन्ता नलिनुहोस्। म मेरो स्वामीसँग हरेक सुख दुःख भोग्नको लागि तयार छु। लक्ष्मण, मेरो पुत्र, मेरो लक्ष्मण, मेरो पुत्र। आफूलाई सम्हाल्नुहोस् पिताश्री। आज 14 वर्षसम्म श्री प्रभुलाई त एक्लै जङ्गलमा सेवा गर्ने कोही रहन्न पिताश्री। त्यसैले हजुरले भन्नुभएको होइन, मेरो जन्म नै श्री राम प्रभुको सेवाको लागि भनेर। त्यसैले बिन्ती छ पिताश्री, मलाई पनि श्री राम प्रभुको सेवा गर्ने अवसरबाट वञ्चित नबनाउनुहोस्। मलाई पनि जान दिनुहोस् पिताश्री। अझ धेरै विलाप गर्नुभयो पिताश्री। अझलाई धेरै गाह्रो भइसक्यो पिताश्री। आफूलाई सम्हाल्ने प्रयास गर्नुहोस्। मलाई आशीर्वाद दिनुहोस् पिताश्री। मेरो आशीर्वाद छ पुत्र, मेरो आशीर्वाद छ तिमीहरूलाई। पुत्र, कसरी विदा गरौ तिमीहरूलाई? पुत्र, कसरी विदा गरौ? कसरी? राम, हे राम, लक्ष्मण, राम। आफ्नो ख्याल गर्नुहोला। 14 वर्ष पश्चात म फर्केर आउनेछु पिताश्री। सम्हाल्नुहोस् आफूलाई। हामी सबै बन्धनमा बाँधिएका छौँ महाराज। सम्हाल्नुहोस्। बन्धनमा बाँधिएका नमार्न सक्छु।
र बाँच्न पुत्र वियोग भोग्नु पर्यो महाराज हजुरले हामी पनि कसरी सम्हाल्यौं महाराज भोलिको सूर्योदयसँगै त्यो खुसीको क्षण यो आँसुको भेलसँग साटियो महाराज हे मन्त्रीगण हो अब जसरी हुन्छ हामीले यो अवस्थालाई स्वीकारेर अब राम्रो समय लिइरहनु पर्छ भोलिको शुभ मुहुर्तमा राज्याभिषेकको कति सुवर्ण अवसर थियो हामी यो वियोग कसरी सहने अब सारा प्रजाहरूलाई यो खबर प्राप्त भएपछि के अवस्था आउनेछ राज्यमा यो कसरी सहन हुन सक्नेछ यो कसको कुदृष्टि लागे हाम्रो राज्यमा महाराजलाई उपचार कक्षमा लिएर गएछौँ